हाम्रो अर्गनाइजरलाई धन्यवाद दिन चाहन्छु। उहाँले गर्दाखेरि आज मैले उहाँसँग पर्फर्म गर्नु पाइरहेको छु। भेरी भेरी थ्याङ्क्स होइन। अनि बेसी समय नलिउँ होला, म फेरि पछि फेरि आउनेछु र एउटा गीत फेरि सुनाएर जानेछु तपाईँलाई। अलिक पछि आउँछु फेरि। नशा ये प्यार का नशा, ये मेरी बात यारो, नशे में यार डूब जा, खुश में दीवाना। जब से मैंने दिल को दिल ये दे दिया, मीठा मीठा सदर दे दिया, सुनो ओ प्रिया, मैंने तुमको नशा ये प्यार, नशे में यार डूब जा, रहो ना खुश में दीवाना। नजर से यूं मिली नजर, दीवाना मैं हो गया, असली क्या हुआ कहाँ में ये हो गया। बहने कदम तुझ पे दीवाना पन, सुनो ओ प्रिया, मैंने नशा ये प्यार, ये मेरी बात, नशे में यार डूब जा, रहो ना खुश में दीवाना। नशा ये प्यार, ये मेरी बात यार, नशे में यार डूब जा, रहो ना खुश में दीवाना। Thank you. Thank you so much. Thank you. थ्याङ्क यू प्रशान्तजी। के छ प्यारका नशा छ, त्यही प्यारको मात्रै छ, अरू नशा छैन। यस्तो बढीको दर्शकहरू एकदम तातिराखेको छ नै, बधाई छ। रेड बुल अलि बेसी खारा जस्तो कि अर्कै बुल हो, त्यो छैन। मलाई खुसी लागेको छ। त्यस कतारमा तपाईँहरूको अब कसैको छोरा, कसैको श्रीमान, कसैको भाइ नातेदार जो आउनु भएको छ, कतार आएपछि चाहिँ घरमा चाहिँ ढुक्क हुन्छ अरे। रेड बुल मात्रै छ, झम्बुल छैन। ए के छ यहाँ त लाइसेन्स चाहिन्छ अरे भन्ने सुनेको है मैले। हाम्रोतिर त गाडी चलाउने लाइसेन्स हुन्थ्यो, यहाँ त कस्तो त मान्छे चलाउने लाइसेन्स। हेर्नुहोस् यहाँ अब यो मादक पदार्थ सेवन गर्न लाइसेन्स चाहिन्छ। हाम्रो नेपालमा पनि बिक्री गर्नलाई लाइसेन्सको नियम राख्दै हाम्रो गृहमन्त्री हुँदाखेरि हाम्रो वामदेव गौतमजीले, ठिक छ यो ड्रिङ्क्सको लागि लाइसेन्स त ठिकै छ, अलिक पछि लभमा पनि लाइसेन्स आयो भने के होला? लाइसेन्स भएकाले मात्रै लभ गर्न पाउने। पार्कमा दुईजना केटा र केटी बसेका छन्, पुरा चेकिङ आउँछ। ए लाइसेन्स छ ला छैन, भाग। घरमा बाउले छोरीले गाली गरेर हुन्छ, तेरो बजे असत्य मर्नुहोस् तल अहिलेदेखि लभ गर्नु पर्यो। अनि के गर्नु त मन पर्यो, अनि मन परेर लबै गर्नु पर्यो भने त कमसेकम लाइसेन्स भएको सज गर्नुपर्छ नि। लाइसेन्स त थियो नि, अब के गर्नु, रिन्यु फेल भएर छ। अनि हेर्नुहोस् यो अब एकैछिन ड्रिङ्क्सकै कुरा गरौँ, छोटो कुरा गरौँ, किनभने कुरै गरेर होइन चित्त बुझाउँ होइन त। ड्रिङ्क्स गर्ने मान्छेले, रक्सी खाने मान्छेले रक्सी सँगसँगै तीनटा कुरा खान्छ अरे। एउटा त बसेर रक्सी खान्छ, अर्को घरमा गएर श्रीमतीको गाली खान्छ,
अर्को भोलिपल्टदेखि धर्म गाईको रगत मासु खानी खान्न भन्ने कसम खान्छ तर बेलुका फेरि खान्छ नसा भन्ने चिजै यस्तो छ थोरै खाए रङ्ग हुन्न बडा गजब छ हेर्नुहोस् खाइसकेपछि रङ्ग हुनु पर्यो थोरै खाए रङ्ग हुन्न धेरै खाए ढङ्ग हुन्न थोरै खाए रङ्ग हुन्न धेरै खाए ढङ्ग हुन्न त्यसैले खानुपर्छ टुन्न तर हल्ला गर्नुहुन्न अब हेर्नुहोस् दुई थरी छ समाजमा त्यही हो नेपाली सबै पीडामा बसेका छौँ गाउँठाउँमा काम भने जस्तो हुँदैन काम गरेर साउले पैसा दिँदैन कोही रिक्सा चलाउँछन् कोही ठेलागाडा गर्छन् कोही भारी बोक्छन् टेन्सन भयो निन्द्रा लाग्दैन के गर्नु पैसा 50 रुपियाँ कमायो कति खाने कति घरमा लिएर जाने अब टेन्सन भयो भट्टीमा छिरो 1 गिलास लोकल ठर्रा स्वाद त खायो खोर्सानी कटेको चपायो घर गयो लोकल ठर्रा 1 गिलास खाएर जानीका घरमा श्रीमतीले ढोका खोलेर के भन्छ आज पनि कुकुरका मुख खिचेर पर्या कस्तो कोराको वासै उडी गरी कति कोराको नि के गर्नु र कति गीत पर्या धेरै वाखाउ मोरौला चढ फुस्क्याउला केही रक्स्यो केही फरक छैन ठुलो एकदम धनीमानी मान्छेले 5 स्टार होटेलमा पुरा चाइनिज डिनर सहित खाएर आयो ककटेल पुरा पजेरोमा लट्ठो ढोका खोलेर श्रीमतीले के भन्छन् ल हेर आज पनि कस्तो ड्रिङ्क्स गरेर आइसेछ कस्तो स्माइल आइरहेछ हो के साह्रो खानु भएको हो नि त धेरै ड्रिङ्क्स नगर्छु है चाँडै मर्सेला हेर्नुहोस् माथि मान्छे खाने मान्छे बडो अचम्म हुन्छ होस् हुँदैन यति खाने मान्छे तिहारमा दसैँमा तास खेल्ने दार खाने खाँदा 2-3 दिन घरै गन्छ बल्ल एक दिन घर गएको पुरा अब लाइ पनि राखेको निन्द्रा लागिरहेको छ श्रीमतीले पुरा भात पस्केर दिएको खाँदै थियो बेहोस भएछ अनि श्रीमतीले के दिउ हजुरलाई पानको पन्जा देऊ न अनि एकछिनपछि फेरि ए साउनी दाल ल्याउ न घरमा के दाल घर पनि बिर्स्यो नि खाना खाइसकेपछि फेरि बिर्स्यो ए साउनी कति पैसा हो खाना हेर्नुहोस् खानीको पीडा छुट्टै छ फेरि एउटा श्रीमान यति खानी जसो गर्दा पनि नछोड्ने धेरै दुःख पाएपछि श्रीमतीले थिर्कन दिन्छन् भरे बेलुकाबाट तिमीले जाँड खाएर आयो भने म पनि सँगसँगै खान्छु तिमी पनि बिग्र म पनि बिग्रिन्छु छोरछोरीको भविष्य जेसुकै होस् बेलुका अब खाँदैन कि भनेको लागेको पानी के छोड्थ्यो भट्टीमा आएर बसेछ लोकल ठरा के खान लागेको थियो श्रीमतीलाई पनि वाक्क दिक्क भएर अब सँगसँगै खाइदिन्छु भनेर अर्को टेबलमा गएर बसिछन् यसो हेरिछन् श्रीमानलाई घुरेर हेरेछ श्रीमानले अनि साउजीलाई अर्डर गरिछन् श्रीमानलाई देखाउनु ए साउजी एक गिलास रक्सी ल्याउनुस् म पनि हाल्छु के साउजीको पालो व्यापार हुने आइमाइले खाओस् कि लोइन मान्छेले खाओस् ल्याएर 1 गिलास लोकल ठर्रा रक्सी राख्दैछ बिचरा ती आइमाई जिन्दगीभर रक्सी भन्ने स्वादै थाहा छैन गनाउने के त्यस्तो कहिले नखाएको श्रीमानलाई दङ्ग्याउन खान लागेको मुखमा हाल्ने श्रीमानले के भन्दैछ थाहा छ देखिस् कम गाह्रो छ रक्सी खान कम गाह्रो गरी खाएको छौँ हामीले कतिमा सजिलो छ खाएको भन्ठानेर मर्या थिएँ ल 1 गिलास सिद्ध्याएर देखा त तँलाई 1 गिलास खानु त्यस्तो गाह्रो छ हामीलाई दिनमा 4-5 गिलास खानु कति गाह्रो भयो भनेपछि खानु पनि गाह्रै चिज छ त्यसकारण कतार आउनु भएको छ अवश्य पनि वैदेशिक रोजगारमा देशमा आफ्ना परिवार आफन्त छोडेर आएको तपाईँ हामी देशमा राम्रो अवस्था भएको भए आउँदैन थियौँ त्यसैले एनी आऊ रियल कमाऊ त्यो रियाललाई बचाएर नेपाल पठाउँ भन्न चाहन्छु यो दाइले पठाएन कि क्या उताबाट फोन गरेँ के छ नि तिम्रो हालखबर भन्ने होला नि त ठिकै छ हेर नि के पठाइदिउँ त्यो एउटा आइफोन पठाइदिनु त्यस्तो चिन्नुहोस् आइफोन पनि आफ्नैलाई पठाउनु माइफोन पनि आफूलाई नै पठाउनु भन्ने कामना गर्छु किनभने मेहनतको परिश्रमको फल खेर नजाओस् भन्ने कामना गर्न चाहन्छु हामी हास्य कलाकार सबै खुसी भएको हाँसेको देख्न चाहन्छौँ भन्दै म ढिलो नगरिकन स्टेजमा बोलाउन चाहन्छु फेरि पनि यहाँहरूलाई नृत्यको अत्यन्त रमाइलो आइटमतिर लिएर जान चाहन्छु अहिले भर्खरै नृत्य प्रस्तुत गरेर गए कि दिया मास्केजीलाई फेरि म एकचोटि निम्त्याउन चाहन्छु जोरदार तालीले स्वागत गरौँ दिया मास्के